Hello, Darsan everyone. हजुर सबैजनालाई मेरो भिडियोमा धेरै धेरै स्वागत छ। अनि म चाहिँ धेरै पछि फेरि खानाकै भिडियो लिएर हजुरको माझ आएको छु। हिजो भर्खर चाहिँ मेरो 6th सेमको एक्जाम सकियो, फाइनल एक्जाम। Oh my god! Wow! आज चाहिँ त्यसरी घरमा हामीले चाहिँ भेज मोमो, इस्कुसको मोमो बनाएको थियौँ। अनि सो खाँदै गर्दै भिडियो पनि बनाऊँ भनेर खान जन्मेकाहरू हौ खाऊ। म चाहिँ हजुरहरूको माझमा नयाँ भिडियो लिएर आएको छु। आशा छ हजुरहरूलाई मनपर्छ होला। र खानामा चाहिँ छ आज मसँग इस्कुसको मोमो, एकदम ठुल्ठुलो साइजमा छ। अनि त्यसपछि छ नेपालीहरूको फेमस 2 PM। अनि त्यसपछि यहाँ टमाटरको अचार, मेरो जेठामाइतीले पुरै सिलौटामा पिसेको। र ढुँड नगरिकन म खाना खान सुरु गरेँ है त। ओहो सराइसके, सबैले यहीँबाट सुरु गर्नु पऱ्यो। कपालले डिस्टर्ब गर्यो। यो चाहिँ सादा पानी हो। मैले चाहिँ कोकहरू खानु चाहिँ बन्द गरेको भनौँ न। अब एकदमै मिठो छ। अब चाहिँ मोमो ट्राई गरौँ ल। मोमो चाहिँ म र मेरो माइतीहरू मिलेर चाहिँ हामीले घरमै बनाएको इस्कुसको मोमो। इस्कुसको सिजन छ नि त अहिले, अनि त्यही भएर बनाइदिएको त ल। एकदम मिठो। म चाहिँ मोमो चाहिँ सकेसम्म चाहिँ एकै घाँसमा खाऊँ, मतलब ठुलो घाँसमा, त्यो नटुक्राइकन खाऊँ जस्तो लाग्छ। त्यही भएर कस्तो दामी भएछ मोमो चाहिँ, नाइस। अचार पनि दामी टक्क पिरो ठ्याक्क ब्यालेन्स छ। दामी। पनि ठुलो घाँस खाइदिन्छ। दामी। यस्तो मिठो भयो खानाहरू सबै। आफैले मेहनत गरेर बनाएर होला कस्तो मिठो लाग्यो। तर म कस्तो अगाए जस्तो फिल भयो मलाई चाहिँ। जस्तै हो, यस्तो धेरै खान सक्छु जस्तो लाग्छ, तर म सक्दिनँ, अफसोस। यो चाहिँ मेरो लास्ट मोमो हुनेवाला छ, किनभने एकदम यो ठुलो ठुलो साइजको छ, मैले मैले खान सकिनँ।
म चाहिँ एकदम फुल भएँ लामो भिडियो त कसरी सक्यो म त फुल भइहालेँ म चाहिँ एकैछिनमा अगाडि साथीभाइहरू अब यति मोमो चाहिँ उब्रियो मैले 10वटा मोमो लिएको थिएँ 10वटामा 6वटा त खाइसकेको छु 4टा बाँकी भयो या यति छिटै मेरो भिडियो सक्यो यो भिडियोलाई म अरू कुनै भिडियोहरूसँग एड गरेर हाल्छु होला सायद आशा छ हजुरहरूले मेरो भिडियो हेरेर रमाइलो गर्नुभयो होला या धेरै धेरै धन्यवाद बाई बाई अर्को समयमा फेरि भेटौँला